हेलो एभ्रीबडी, गुड इभिनिङ। तपाईँहरू कस्तो हुनुहुन्छ? म चाहिँ एकदमै राम्रै छु। म चाहिँ के भन्नुलाई यो भिडियो बनाएँ भन्दाखेरि चाहिँ अस्ति मैले खुब भयङ्कर भएर 24मा चाहिँ मेरो पैसा आउँछ भनेर भनेको थिएँ नि, आएन है। त्यो यस्तो हुँदो रहेछ कि उनीहरूको एउटा सर्टेन अमाउन्ट हुन्छ होला सायद है, त्यो पुरा भएपछि चाहिँ अब आउँछ होला है। मेरो चाहिँ $5 भइरहेको थियो नि त, $5 चाहिँ सायद आउँदैन होला हो। अन्त 25 या 100 यस्तै केमा चाहिँ आउँछ होला। तर मेरो त्यहाँनिर चाहिँ देखाइरहेको थियो 24 जुन चाहिँ इस्टिमेटेड डेट हो भनेर चाहिँ पेमेन्टको, लेकिन आएन। त्यही भएर म बहुत दुःखी छु हो। त्यही भएर चाहिँ मैले हिजो भिडियो बनाइनँ। मैले तपाईँहरूलाई भनेको थिएँ आएपछि भिडियो बनाएर पोस्ट गर्छु भनेर, तर आएन त हो। अन्त मैले बिर्सेछु पनि भिडियो बनाएर पोस्ट गर्नु। अन्त अहिले चाहिँ मलाई यसो यो कुरा भन्नु मन लाग्यो तपाईँहरूसँग, अन्त बसी भिडियो बनाएको हो। मेरो यो कपालहरू यस्तो छप्पै भिजेको देखिराख्नु भएको छ नि। म नुहाएको होइन, यो पसिनाले भिजेको कपाल हो है। गरम जुलुम भएर हो, पुरा पसिना आउँछ मलाई, त्यही पनि पसिनाको भल बग्छ हो। त्यसले गर्दाखेरि चाहिँ यस्तो देखिराख्नु भएको छ। तर यो नुहाएको चाहिँ होइन, पसिनाले भिजेको। अन्त मेरो 24मा कुनै पनि प्रकारको पेमेन्टहरू केही पनि आएन फेसबुकबाट हो। मलाई पुरा रिस उठ्यो। रिस अहिले नै उठिरहेको छ, तर अब के गर्नु सक्छ होइन। एउटा उनीहरूको अब कुनै एउटा सर्टेन त्यो अमाउन्ट पुगिसकेपछि सायद दिन्छ होला कि दिँदैन कि बा, अब अहिलेसम्म त आएको छैन है। तपाईँहरूसँग पनि कसैसँग यस्तो खालके भएको छ भनेदेखि मलाई कमेन्ट गरेर बताइदिनु होला है। के आइडिया दिनुहोस् मलाई त केही आइडिया नै भएन, फर्स्ट टाइम म यस्तो गरेको होइन। अन्त यति नै भन्नु थियो आजको भिडियोमा चाहिँ हो। पुरा स्टाइल पारेर बोल्दैछु म है, तपाईँहरूले खिची नगरिदिनु होला। अलिकति स्टाइल पार्नुपर्छ अरे भनेको सुने मैले भिडियोहरू बनाउँदाखेरि। अब नभए भ्युज बढ्दैन अरे भनेको सुने नि त, त्यही भएर स्टाइल पारेर बोलेको है म ल। अन्त यस्तै छ हो। आएन मेरो। जुन दिन मेरो पैसा आउँछ फेसबुकबाट त्यो दिन म तपाईँहरूलाई जरुर पनि सेयर गर्नेछु है। तर 24 जुनमा चाहिँ मेरो कुनै प्रकारको पेमेन्ट भएन। यस्तै छ हो, खबर राम्रो छैन। तपाईँहरूलाई नि के आइडिया छ भनेदेखि यसो कमेन्ट गरेर भन्नुहोस् मलाई है। कति के भइसकेपछि आउँछ, कसो आउँछ भनेर, के आउँदैन कि जे हो त्यही भनिदिनुहोस् है मलाई कमेन्ट गरेर ल। यति भन्दै म मेरो यो भिडियोलाई समाप्त गर्छु। राम राम, बाई बाई, टेक केयर।